गुड मर्निङ फ्रम लोमन्थाङ। हामी चाहिँ हिजो बोर्डर कोर्ला बोर्डर जाने भनेर आएको थियौँ बिहान कति 7-8 बजीतिर र तातो पानीदेखि हिँडेको। अनि यहाँनिर पुग्नलाई कति 14-13 किलोमिटर बाइक थियो त्यहाँनिर। अनि पुलिसले जानै दिएन हामीलाई किन भन्दाखेरि अब बेला हामी चाहिँ त्यही बेलुका 4-5 बजीतिर पुगेको थियौँ। किन भन्दाखेरि त्यही हिउँ परेर जान दिएन। अनि बिहान आऊ भनेको थियो। अनि हिजो पनि बेलुका हामी अनि यता लोमन्थाङ बसेका थियौँ। अनि यहाँनिर चाहिँ हिजो रातभरि हिउँ परेर हेर्नु यहाँनिरको भ्यू अब कस्तो छ। हिजो पुरै होइन त्यो पहाडहरू पुरै त्यो पहाड देखिरहेको थियो। आज पुरै हिउँ जमेर आम्मामा बिजोकै छ हो, रमाइलो बिजोक। बाटोभरि यस्तो छ। अब हामी आज बिहान अब 8 बजीतिर फर्किने भनेर सोचेको। अब 8 होइन, अहिले कति ठ्याक्कै 8 बजी छ। अब यस्तो मौसम छ, अब कसरी जान्न होइन। पुरै बाटैभरि अब हिउँ झरेर अब पुरा चिप्लो होला। हाम्रो त एक्सिडेन्ट भइहाल्छ नि यार यसरी गयो भने भएन। ल दामी देखाएको छ है। मेरो यहाँनिर साथी हो कि सम्धी हो, फुपूको छोरा। हामी चाहिँ यता लोमन्थाङ होटेलमा बसेको थियौँ। यही हाम्रो अब हिजो बसेको होटेल चाहिँ यही हो। टक्क लगाएर ल पुरै हिउँ झरिरहेको छ यहाँ। यही होटल हो। बाइकको हालत हेर्नु, बाइकको अब यहाँनिर यस्तो बिजोग छ। यस्तो पुरै रातभरि हिउँ झरेर बाइकभरि हेर्न त यस्तो अब यस्तो छ। बाइक पनि स्टार्ट हुने हो कि नहुने हो। गाह्रो छ हो, गाह्रो छ। भयो नि यहाँनिर यहाँ इन्डियन बाइकहरू पनि टन्नै छ। यो चाहिँ हाम्रो हामी बसेको होटेलभित्र दामी छ पुरै भनौँ न। त्यही लामो जस्तो रहेछ हेर्नु ल, दामी। त्यो यहाँको भित्र यस्तो डेकोरेसन छ दामी है। ल तल माथि दामी छ। यहाँनिर चाहिँ अब सधैँ त्यही हो कि अब के हो त्यो चाहिँ थाहा भएन। अब रुम रेन्ट चाहिँ होइन, अब तिम्रो रुम रेन्ट चाहिँ अब थोरै भनेको त्यही 2000 रहेछ। यो चाहिँ हाम्रो रुम। बाथरुम के गर्नु हौ, मुख धुनै सक्दैन, नुहाउनको त कुरै छोडिदिनु। जुत्ता सोहेर आएको थियो। यहाँनिर त्यस्तो छ हालत। बाहिर त आम्मामा बाबालाई चिसो छ नि। यहाँबाट देख्छ होला यो स्वर्ग हेर्ने, स्वर्ग टाढान। यो चाहिँ हिउँ परिरहेछ अझै पनि हेर्नु ल। यस्तो छ मौसम यहाँ। कसरी घर जाने कि, कसरी जाने घर। आज झन् मुस्ताङ गएर त्यो उता मार्फतिर जमसमतिर बस्नु पर्ला भन्ने सोचेको। खै यस्तो भइरहेछ, जानु पाउने हो कि नपाउने हो टेन्सन भयो यहाँ। बाटैभरि पुरै हिउँ भयो अन्त जानै पाउँदैन। चिप्लेर त मरिहाल्छ नि हौ। यस्तो छ, के गर्नु, गाह्रो छ हो। हिजो बेलुकादेखि लाइन गएको, अहिलेसम्म लाइनै आएको छैन फेरि यो ठाउँमा। लाइन गएको हो कि अब बन्द गरेको हो त्यो चाहिँ थाहा भएन। हिजोदेखि जस आएको छैन, आँध्यारो छ। म चाहिँ डाटाबाट चलाइरहेको छु, धन्न नेट चल्दो रहेछ। अब यस्तो चिसो मौसममा अब लेमन टी टक्क हान्न जानु पर्यो। जाडो जति जाडो छ है कसम से।
जाडो छ, अति जाडो छ। मेरो सन्धि ध्यानहरू बसिरहेको छ। फोटो खिच्ने भन्दै थियो, फोटो खिच्छ मलाई उसको। उसले फोटो खिच्नु पर्ने, मलाई टिकटक बनाउनु पर्ने। हिसाब किताब बराबर। जस्तो दामी आइरहेको छ यार, कसम। ठिक छ, दामी छ। हाम्रो सन्धि ध्यान। ओइ के हो, अनमोल केसी भन्दा पनि कम देखाएको छैन त हो। के साह्रो हो, फोटो खिच्ने हो। टक्क मेरो लेमन टी पनि आइपुग्यो। अब म माथि जान्छु। माथिबाट अब कस्तो भ्यू देख्छ त्यो म तपाईँहरूलाई देखाउँछु। पुरा जाडो होला जस्तो छ यार। आम्मामा के हो यस्तो, आम्मामा के हो यस्तो, के हो यस्तो। यो पछाडि यो छ नि, यो सब हिजो पहाड देखिरहेको थियो यार, आज पुरै हिउँले ढाकिरहेको छ। आम्मामा हामी जाने अहिले उ त्यो घर पछाडिको बाटो हो। बाटो कस्तो होला थाहा छैन, अब हेर्नुपर्छ। जाडो। यहाँको तातो पानीहरू त केही होइन यार, कसम मजाले पिइदिनु सक्छ भनेको। यहाँनिर हेर्नु न, यो पारी हो कि के हो यो, यस्तो छ यार। हामी अहिले ऊ माथि त्यो टावर जस्तो छ नि, त्यहाँनिर टक्क हो, त्यहाँनिर टक्क निस्किनुपर्छ। यस्तो छ मौसम, हिउँ परेर पुरै। ल यहाँ त्यो उयो माथिको चाहिँ त्यो उता आँखामा त्यो माथिको चाहिँ त्यो के अरे त्यो बोर्डर जाने है, कोरला बोर्डर, अप्पर मुस्ताङ कोरला बोर्डर। त्यहाँबाट कति मिटर, 15 किलोमिटर होला सायद। 15 होइन 20 हो, 20 किलोमिटर हो। त्यहाँबाट सिधा माथि गयो भने टक्कै पुगिन्छ। हामी हिजो त्यही बाटो माथि गएको, माथि गएर चेकपोस्ट रहेछ त्यहाँनिर एउटा पुलिसको, त्यहाँबाट चाहिँ जान्दिएन। त्यहाँबाट हामी फर्केर आएर रात परेको थियो, अनि यहीँ बसिरहेको छु। अहिले कति 8 बज्यो। अब यो 8 भनेपछि अब 8:30 बजीतिर निस्किन्छ हामी पनि उता मुस्ताङतिर। कागबेनी मार्फततिर बस्छु होला आज सायद। हेरौँ बाटो कस्तो छ। सम्धि अनि के हो, अनि पुरै जाडो भएको क्या हो। कस्तो छ त अनि चिया? चिया त पुरै लेमन अलि बेसी भएछ, बढी भएछ। चिनी अलिक कम भएछ। ल भिडियो हेर्दै गर्नु, बाटोतिरको पनि भिडियो आउँछ। आउँदाखेरि चाहिँ भिडियो गर्न पाएन, त्यही भएर अब जाँदाखेरि चाहिँ भिडियो गर्छु। भिडियो पनि कसरी गर्नु कि यस्तो चिसो छ होइन, हात पनि बाहिर निकाल्न सकिरहेको छैन कि। त्यस्तो अब बाइकमा गाडीमा भए चाहिँ सही हुन्थ्यो, बाइकमा अब होइन जाडोले भिजोकै छ हो। ल यो चाहिँ मेरो एसजी मोटर ब्लग्समा आउँछ। सबैले हेरिदिनु होला, साथ सपोर्ट दिनु, अनि सब्सक्राइब गर्नु, भिडियो मन परे लाइक गर्नु, कमेन्ट गर्नु है। हेलो गाइस, ल हामी चाहिँ चल्दिएको, हामी निस्किएको है होटेलबाट। अहिले चाहिँ यो बाटोमा छु, लोमानथाङ छेउछेउतिरै हो, लोमानथाङ नै भन्छ यसलाई। बाटोमा हेर्नु ल, त्यो हिउँ परेर केही छैन, यस्तो छ यस्तो। ल यस्तो छ बाटो, हिउँ छ भने हामी त्यहाँ पुग्नु बाटो। ल गाह्रो छ, चिसो छ एकदम। ल यस्तै गरे अब बिचमा अब होइन छोटो मोटो उयो भिडियोहरू आउँछ, हेर्दै गर्नु।
हिजो यो पुरै हरियाली भन्नाले त्यो पहाड जस्तै थियो, अहिले पुरै हिउँ परेर केही छैन। हेलो, यस्तो छ बिजोक, हेर्नुहोस् हिउँ परेर पुरै बिजोक। हामी यता यो कुन ठाउँ आइपुग्नु लाग्यो, अब यहाँनिर टक्क चिया खानुपर्छ, जाडोले यहाँनिर मर्न लाग्यो। चिसो त्यो माथि आज हिउँ परेर के भन्नु खै, बिजोक छ। पानी परेर चाहिँ यहाँनिर अनुहारमा हेर्नु न, अनुहारमा पानी पानी गाह्रो छ यहाँ पानी। कति अघि हामी त्यो होटलबाट कति ठ्याक्कै आधी घन्टा जति भयो होला सायद, हामी आधी घन्टा होइन 1 घन्टा भएछ हो। हामी उताबाट 9:30 बजी निस्किएको थियो, यहाँ अहिले कति बज्यो 9:55 भइसक्यो, 9:55 दसैँ भनौँ न होइन, 10 बज्यो। अब यहाँनिर एउटा गाउँ आइपुग्यो, गाउँ रहेछ हेरौँ। यहाँनिर चाहिँ आमाम हात मेरो यहाँ त्यहाँ चिसो भएर केही छैन। म त यो प्लास्टिक ओढेर आयो, प्लास्टिक कसम यस्तो बबाल हिउँ परेर त अघि बाटोमा यस्तो हिउँ परेर थियो। हैट भिडियो गर्नु पाएन, मोबाइल निकाल्नु सकेन। अब के भन्नु, गाह्रो छ गाह्रो छ। तर तर घाम चाहिँ लागिरहेको छु त्यहाँ माथि हुन्छ है, त्यही होला। त्यस मुस्ताङ त्यो जमसम मार्फा कागबिनीसम्म चाहिँ एकदम ठिक रहेछ। त्यहाँदेखि चाहिँ बाटो अलि त्यस्तो छ। मुस्ताङको लागि चाहिँ बाटो पुरै अपलोड छ, खासै त्यस्तो नराम्रो पनि छैन। यो एकदम बबाल हुन्छ। घाम लाग्यो यस अब हिउँ पर्न थाल्छ। अब टक्क चाहेर हात ताएर जानुपर्छ। अझै हामी कागबिनी पुग्नलाई कति घन्टा, 1 घन्टा अझै हामी 3 घन्टा 4 घन्टा हिँड्नुपर्छ यस्तो बाटो। अनि त्यसपछि मात्र आइपुग्छ कागबेनी। यहाँहरू भन्दा जाडोले यहाँ मर्न लाग्यो। 2-3टा ज्याकेट लगाउँदा पनि यस्तो चिसो भइरहेको छ यार। हातको त पुरै नगर न म यस्तो पुरै पानी परेको जस्तै भइरहेछ हो। हिउँ परेको पानी परेको जस्तै परिरहेको छ यहाँनिर। ल अब यो कुन गाउँ रहेछ हेरौँ, कुन होटेल हो यार यो, कुन ठाउँ आइपुग्यो। यस्तो छ हालत यस्तो छ। ल अब टक्क लगाएर चिया खानु पऱ्यो। मौसम यस्तो छ हेर्नु, पुरै हिउँ परेर यो ठाउँ चाहिँ के चाराङ हो कि के, मुस्ताङ चाराङ 4 मुस्ताङ रहेछ। यहाँ चिया खानु लाग्यो। यहाँ डिजेल पेट्रोलहरू पर्नु रहेछ, महँगो रहेछ, 20 रहेछ। हाम्रो त्यहाँनिर हालेको थियो, त्यहाँनिर चाहिँ 190 थियो, यहाँनिर 30 रुपियाँ बढी रहेछ यार। त्यहाँबाट यहाँसम्म 30 रुपियाँ बढी। अमेको हेर्नु यहाँनिर यो देखिरहेको खतरा, घाम लागिरहेछ नि त यहाँनिर, बवाल देखिरहेछ। ल अब हामी चिया खानु पऱ्यो, चिया खाएर फेरि गन्तव्य।
लाग्नुपर्छ। यतिर ठाउँहरू यसो देखाइदिउँ त है। चाराङ चारमुस्ताङ यस्तो यो के हो यो जाँदै यस्तो झरिरहेको थियो यार माथिबाट डङ डङ गर्दै। ल चियासिया खायो, बाइकमा पेट्रोल अलिअलि हाल्यो। अब जाँदैछु। यहाँनिर टक्क दुईवटा बाइक भेट्यो, साथी भयो। अब सँगै जाने हो, सँगै जाने हो। अब बाटो खराब छ, साथीहरू भयो भने रमाइलो हुन्छ नि त होइन। ल हेर्नु त त्यहाँनिर यो मरोत्सव बाटो यस्तो अहिलेलाई क्लोज गरिदिउँ। यो आउँछ बिस्तार बिस्तार ठाउँमा। चिनी खाइन त्यसरी पानी झर्छ। अब के गर्नु, गाह्रो छ हो। यो के हो, यो के हो? स्वर्ग हो कि नर्क हो? गजब छ गजब। स्वर्ग हो नि, स्वर्ग यही हो स्वर्ग। यहाँ चाहिँ बाटो बिग्रेको रहेछ पुरै। यहाँ यस्तो रहेछ बाटो, ओर्लिनु पर्ने अवस्था। यसरी यहाँ माथिको खोला झर्दा छ यहाँनिर। बाबा डाँडा यो अन्त यार। ओ माय गॉड, के हो यस्तो? के हो यो? बाइक तो चढ्न मजा हो नि केटा हो।